वेलकम टु न्यू भिडियो। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म के गर्दैछु भने नि घर आएर आलु खुन्नु आँटेको छु। यहाँ यति सबै आलु खन्नुपर्ने हुन्छ। मैले अहिले म देखाउँछु। यहाँ चाहिँ हाम्रो सिबी यस्तो भइसकेछ, पानी नभएर यस्तो भएको छ। हाम्रो सिबी सबै मर्नै आँटिसक्यो। हाम्रो धनिया चाहिँ यत्रो भइसकेछ। प्याज त सकिनै आँटिसकेछ खाएर। हाम्रो छेपी पनि छ, यहाँ लसुन पनि छ, तर के भएर सबै मरेछ क्या लसुन त। यहाँ लसुन मरिसक्यो। अनि फेरि यहाँ टमाटर पनि फल्दै रहेछ। म देखाउँछु। टमाटर यहाँ फल्दैछ। अर्ग्यानिक यो चाहिँ, यसको नाम चाहिँ थाहा भएन। यो कस्तो दामी फुलिरहेछ नि। फुलेर टक्कसँग पहेँलो भइरहेछ। अब यति आलु चाहिँ मैले खन्नुपर्ने हुन्छ आज। यहाँ पनि सिबीहरू छ क्या, सिबीहरू। तर अस्ति बाख्राले खाइदिएर सबै ठुटे बनाइदिएको छ अरे। ठुटे बनाइदिएछ ठुटे बनाइदिएछ बाख्राले। यहाँ पनि प्याजहरू पनि छ। अब 1-2 दिनपछि पानी पर्यो भने, पानी आइरह्यो भने यो फल्नु सक्छ। यहाँ देख्नुहुन्छ हाम्रो आँप कटहरहरू देख्नुस् भन्नु। यहाँ माथि छ क्या कटहरको बोट चाहिँ। यो कटहरको बोट हो। यहाँ आँपको बोट छ। यहाँ कस्तो फुलिरहेछ आँप। यहाँ चाहिँ टन्नै फल्छ होला सायद आँप। अहिले चाहिँ मैले कोदालो लिएको छुइनँ कि यहाँ कोट्याउँदैछु। यो त अलिक सानो रहेछ हौ। हाम्रोमा चाहिँ यो कति राम्रो डालो छ क्या, सानो डालो। कस्तो राम्रो लाग्छ मलाई यो डालो। अब यसले चाहिँ काँटा लिएर आइसकेको छ। अब खन्नु पर्ने हुन्छ। यसले चाहिँ कत्रो कोदालोले खन्दैछ। यहाँ हेर्नुहोस्, कोदालो देखाएर। अब यसले खनेको देख्न सक्नुहुनेछ कसरी खन्छ यसले। यहाँ हेर्नु, यो भूत भएर बसिरहेको छ। हाम्रो मम्मी पनि हुनुहुन्छ। ओइ यहाँ हेर त, फुच्चे यहाँ छ। हामीले चाहिँ आलु अघि यति निकालिसकेको छौँ। आलु हाँस। अब यहाँ हाम्रो मम्मीले खनेको देख्न सक्नुहुन्छ। आलु पटेको कोहीमा यति धेरै छ, कोहीमा 1-2 वटा मात्र छ। न्याउजी त छैन होला हो। त्यो यति धेरै छ। यो फेरि सफा गर्नु त होला नभए। कत्रो आलु रहेछ अहिले चाहिँ, ठुलो। यसलाई म हातले नै खन्छु अब। ओ यहाँ पनि रहेछ त। ओइ कुनै ठाउँ त एउटामै यति धेरै छ, कुनै ठाउँ छैन। फाइनली 4 डालो भयो आलु। 5 डालो भयो। अब यति खनेर चाहिँ, यति चाहिँ नखन्ने, घाम लागेर कस्तो मर्ने आँटिसकेँ म। गरेर चाहिँ मेरो अनुहार कस्तो भइसकेको छ कि अब म बोकेर जान्छु। यत्रो छ क्या। कोही त यति ठुलो पनि छ। कति चिल्लो आलु छ। अर्ग्यानिक आलु हाम्रो सकेर अब म चाहिँ नुहाइधुवाइ गर्नुपर्ने हुन्छ। यस्तो भइरहेको मेरो अनुहार। समोसा बनाएर खाएको। यहाँ समोसा, यहाँ अचार, टमाटरको अचार। अब अझै पिठो यति छ, किमा यति छ। यसले चाहिँ खाएकै छ। 3टा मात्र खाएको, 3टा र थोरै अचार खाएको। खाना आँटेको खाएँ ल। चाहिँ नुहाइधुवाइ गरिसकेर आलुहरू छानेर हामी चाहिँ
दौरा बोक्नु गएको 3 जना यहाँ पछाडि 2 जना को छोरा हो यति राम्रै भएर बसेको हुन्छ बसन्त सुनवारकै छोरा तिमी मन्जु सुनवारको हैन ए अब चाहिँ तित्तिरी खोजेर खानु आँटेको छौँ क्या हामी यहाँ बाटोमा जाँदा जाँदै पर्छन् त एक दुईवटा खोजेर खाइदिउँ भनेको भेटिन्छ कि भेटिँदैन यत्रो भेटायो त छ्या किरा परेको रहेछ बोटमै सकिरहेछ क्या बोट देखाउँछु ल यहाँ माथि बोट सकिरहेछ यिनीहरू तित्तिरी खाने लोकहरू मैले एउटा भेट्टाएँ नि त एउटा यसले चाहिँ 2टा भेटाइसक्यो तैँले कतिवटा अब हामी चाहिँ तित्तिरी भेटेर उकालो लागेको यति भेटेको छौँ अब हामी खान्छौँ खाँदै दौरा बोक्नु जान्छौँ हामी अब अहिले म दौरा बोक्ने यहाँ पर आँप कस्तो दामी फुलिरहेछ नि म अहिले बगैँचामा पनि देखाउँछु कति धेरै आँप छ भने यहाँ माथि चाहिँ बगैँचा हो क्या यहाँ त आँप फल्नु पनि थालेको छ सानो सानो चिचिला लागिरहेको म देखाउँछु चिचिला लागेको छ क्या अब हामी जङ्गलतिर पस्यौँ भन्दा पनि बगैँचातिर पस्यौँ यहाँ माथि भर्खर पात पलाउँदैछ क्या आँपको नगान हौ अब हामी उकालो ऊ माथि जानुपर्ने हुन्छ यहाँ माथि जानुपर्ने हुन्छ जाँदैछौँ हामी यस्तो यहाँ कति धेरै छ मान्छेहरूले यस्तो तरकारी खाँदो रहेछन् क्या बगैँचामा चाहिँ कति धेरै छ यहाँ बगैँचा देख्न सक्नुहुनेछ यस्तो जङ्गलै जङ्गल छ क्या आफै आँपको बोटै बोट छ अब हामी चाहिँ यहाँ माथि जानु पर्ने हुन्छ यहाँ चाहिँ वर्षौँ पुरानोको रुखहरू पनि छ क्या यहाँ यस्तो किराहरू परिरहेछ क्या ओ गीत गा तिरी खानु आँटेको छु गाइस सुनाइरहेछ क्या यहाँ त बजु चाहिँ दौरा काट्दै हुनुहुन्छ हामी चाहिँ ओसार्नु आएको यहाँ यस्तो छ अहिले यति मात्र जङ्गल छ अब पछि आँप फल्दा कति धेरै जङ्गल हुन्छ कि यहाँ आउँदै खुट्टा राख्ने ठाउँ हुँदैन यति दौरा लगेर जानुपर्ने हुन्छ तल कहाँ पनि छ अरे 3 जना आछौँ हामी अब यो बोकिसकेर हामी तल बोक्न जान्छौँ हामीले एक ट्रिप चाहिँ यति थुपार्यौँ अब फेरि जानुपर्ने हुन्छ हामी यो उखुको भोलि व्यवस्था गर्ने हो हाम्रो हजुरबाले नयाँ बाटो बनाएको अरे यहाँ कति अप्ठ्यारो थियो क्या पहिले चिप्लेर लडिन्थ्यो अनि त्यही भएर नयाँ बाटो बनाएको अरे क्या हजुरबाले यहाँ हामीले अदुवा रोपेको थियौँ उम्रेको छ अब सानो काम धमाधम हुँदैछ किनभने अब भोलि पर्सि पानी पर्छ त्यही भएर हामी ओसार्नु भ्याउँदैनौँ अब मकै छर्नु पर्ने हुन्छ क्या म आइपुगेँ अब भारी लाएर जानु कति धेरै छ दौरा हाई बोक्ने मान्छेहरू ऊ चाहिँ सघाउने मात्र हो हामीलाई होइन भाइ काब्रा खाने काम हुँदैछ क्या काब्रा म टिप्न सक्छु कि सक्दिनँ काब्रा टिपेर ल्यायौँ होइन अब हाम्रो खाने काम हुँदैछ अमिलो हुन्छ क्या यो मिठो हुन्छ गुलियो छ तँलाई चिनी जस्तै छ होइन चिनी नलाउँदा गुलियो नलाउँदा चिनी लबाउँदो नि फेरि चिया हो चिया यो चाहिँ के लबर यता चाहिँ टिभी लबर अर्को केही होइन अर्को त त्यो ट्र्याक्टर लबर होइन म त काम लबर
होइन हामी चाहिँ भारी लगाइसकेर अब यहाँ कटहर कति फलेको रहेछ भनेर हेर्नु आएको छ। अम्बो कस्तो धेरै फलिरहेछ हो तेरै हो कति धेरै छ क्या। यहाँ तरकारी खाने खालको कटहरहरू पनि रहेछ कति धेरै पो छ त यहाँ माथि। अहिले न त लड्लास् कति धेरै रहेछ क्या। यहाँ माथि पनि छ यहाँ माथि पनि छ यहाँ। अब हामी चाहिँ जानुपर्ने हुन्छ बोकेर। ओए हामी चाहिँ गएकै म गएको। यहाँ यो बाख्रा कत्रो छ अम्बो यो बाख्रा कत्रो छ क्या। अब हामीले भारी लगाइसकेको छौँ अब हामी बोकेर जानुपर्ने हुन्छ। यहाँ यत्रो यत्रो भारी छ यो भाइको यो मेरो त्यो फुलीको। अब हामी जान्छौँ बोकेर। भिडियो मन परेमा लाइक शेयर साथै सब्सक्राइब पनि गरिदिनु। बाई बाई।